फाइनली गाइज हामी चाहिँ भर्खर यहाँ रेस्ट गरेर अब फेरि हिँड्न लाग्यो। सबजना बाटो बाहिरेको फाइनली गाइज हामी चाहिँ आज कहाँ भन्दाखेरि यो बेस क्याम्पमा बसिन्छ। यो बेस क्याम्प आज हाम्रो त्यही हो लास्ट डेस्टिनेसन चाहिँ। अनि त्यहाँबाट चाहिँ भोलि चाहिँ माथि लिजु लेक पुगिन्छ। त्यही नै हो बाटो चाहिँ एकदम डेन्जर वाइल्ड खतरा डर लाग्ने बाटो चिप्लिने टाइपको है। फर्स्ट डेन्जर डर लाग्ने बाटो। सो अब म त्यही गरेर देखाउँछु के कस्तो है। ओभर बवाल हो यो चाहिँ। यो बाटो चाहिँ बवाल आयो क्याबबाट खत्री है। बवाल भ्यू यहाँबाट बवाल देख्यो। तर लास्ट थाक्यो 550 को जुत्ताले चाहिँ अलिकति यहाँ आउने ठाउँमा आएर चाहिँ लास्टै खुट्टा दुखायो। होइन चाहिँ बवाल लाग्यो मलाई। जस हिँड्नलाई एकदम कम्फर्टेबल लाग्यो यो सुज पनि। तर मान्छेले चाहिँ ट्रेकिङ सुज स्पोर्ट सुज लगाएर आउँदो रहेछ। म मात्रै होला कि एउटा भनौँ न यस्तो जुत्ता लगाएर आउने। ओके गाइज अहिले म त्यहाँ बेस क्याम्प पनि देखाउनेछु। उनीहरू उता यो चाहिँ मेरो फर्स्ट टाइम हो। लास्ट डर लाग्यो त्यो बाटो गएर एकदम लास्ट मोटु सिरिङ हो नि ओह्रालो अनि यत्रो बाटो अनि यतापट्टि नै के यो हुन्छ नि सेफ्टीहरू हुन्छ नि त्यस्तो नि नै के आम्मा अनि यस्तो बाटो हिँड्नु पनि लास्ट डर लाग्यो मलाई। फर्स्ट टाइम भएर होला सायद है। अनि भ्यू चाहिँ फेरि ओभर बवाल देखिरह। हामीलाई यहाँबाट ठ्याक्कै 1 घन्टा लाग्छ। यस्तो बवाल लाग्यो बाटो चाहिँ यो ठाउँ चाहिँ खतरा लाग्यो। ओभर बवाल है आइरह त्यहाँबाट है। ओइ कस्तो बवाल आयो बाटो चाहिँ चिप्लिन्छ होला यहाँ चाहिँ। जङ्गली एरिया चाहिँ के हो यो के चाहिने हो अम्मा पुरै स्लोप छ यार यो बाटो तल पुरै। म टिकट हेरेर टिकट दिएर डरै लाग्छ यहाँबाट खस्यो भने त 1 मिस गेम फिनिस भने जस्तै कहाँ स्लोप पुरै। म चाहिँ डर लागेर छेउ हिँडिरहेको कि। अनि हावा पनि यस्तो पिरो चलिरह्यो यहाँ लास्ट राम्रो एकदम मिठो हावा चलिरहेको है। अनि अलि माथि बेस क्याम्प जाँदा चाहिँ यसले धान्दैन होला सायद। यो अर्को चाहिएको छ चलाउँछु। हामी चाहिँ नजिक आइसक्यो। टिकट हिरो म चाहिँ यहाँ थाकेर वाइल्डमा अनुहार देख्न सक्नुहुन्छ। टिकट हिरो भएको वाइल्ड थाकेर बिचरा हिँड्न सकेन। साथीहरू चाहिँ आइरह बिस्तारै। फाइनली हामी चाहिँ तिलिचु बेस क्याम्प आयो। आज चाहिँ हामी यहीँ बस्छौँ देख्न सक्नुहुन्छ। अनि भोलि चाहिँ त्यो डाँडाबाट जाने रहेछ त्यो टुप्पोमा त्यहाँ रहेछ क्या तिलिचु लेकको के भन्ने। यो चाहिँ मेरो लास्ट थकेला आयो। फाइनल्ली हामी चाहिँ बेस क्याम्प आयौँ। अब यहाँ होटल रुम लिन्छौँ कहाँ हो के भने। अब हामी चाहिँ रुम लिन्छौँ के हुन्छ कसो हुन्छ।